नमस्ते। हजुरको नाम? मेरो नाम कर्म वाङ्गेल हो। कर्म वाङ्गेल। ए वाङ्गेल। सो कस्तो युनिक नाम छ, के हो त है मिनिङ चाहिँ हजुरको नामको? कर्म चाहिँ त्यो संस्कृतबाट काम भन्छ नि, कामले नै हो त्यो। हजुर हामी त्यो कर्ममा विश्वास गर्ने त्यो भएर कर्म भयो। हजुर। वाङ्गेल भनेको चाहिँ त्यो जित, इन्द्र भने जस्तो हो, रञ्जित भने त्यो जितको एउटा हुन्छ त्यो। दाइ कतिको हजुर चाहिँ कर्ममा बिलिभ गर्नुहुन्छ? एकदम कर्ममा चाहिँ धेरै बिलिभ गर्छ। अब कर्मबाटै अब यो संसार नै कर्मबाट चल्छ त्यस्तो लाग्छ मलाई चाहिँ। त्यस्तो हुन्छ, त्यस्तो विश्वास लाग्छ मलाई चाहिँ। है हजुरको चाहिँ भित्रबाट नै त्यही नै फिल लाग्छ, किनकि अब त्यस्तैमै पढेर हो। सधैँ त्यसमा पढेपछि त्यो बुद्धिस्ट फिलोसफीमा त्यस्तो हुन्छ कि शील समाधि प्रज्ञा भन्छ। अब शील भनेको चाहिँ राम्रो काम गरे पनि हामीले सुख पाउँछ, नराम्रो कर्म गरे पनि हामीले दुःख पाउँछ भनेर त्यहाँबाट सुरु हुन्छ कि शील समाधि प्रज्ञा। बुद्ध भगवानले त्यो दिनुभएको नै त्यो त्रिपिटक भित्रमा त्यो मूल त्यही हो, शील समाधि प्रज्ञा हो। सो दाइ कस्तो हुन्छ त हजुरको एक्सपिरियन्स? अफकोर्स हाम्रो अडियन्सलाई पनि बुझ्न मन छ होला, जान्न मन छ होला। हामी एकदमै रेयरली हुन्छ नि यस्तो भेटघाट हुन्छ नि त, अनि इन्टरभ्यू लिँदाखेरि पनि त्यस्तो खासै कुरा गर्न पाइँदैन। सो हजुरको एक्सपिरियन्स? सुरुमा चाहिँ हामी त्यो पढाइ मात्र हो, सामान्य त्यस्तो भोटे भाषाबाट पढ्छ बुद्धिस्ट फिलोसफी। अनि पछि इन्ट्रेस्ट जागेपछि अलिकति चाहना हुँदाखेरि अब त्यो भिक्षु लिने कि लिने भनेर सोध्छ हाम्रो गुरुहरूले। अनि म चाहिँ ल ठिक छ, म चाहिँ भिक्षु गर्ने भनेपछि उनीहरूले दीक्षा दिनुहुन्छ भिक्षु। त्यसमा चाहिँ फेरि 5-10 वर्षसम्म चाहिँ दिँदैन, हामी 20 वर्ष काटेपछि अनि भिक्षु हुन्छ। पहिला सुरुवातमा हामी त्यो अर्को त्यो पञ्चशील बजा गर्ने, अब त्रिरत्नको शरणमा गएर पञ्चशील को त्यो मात्र दिन्छ। त्यसपछि चाहिँ फेरि 10 त्यो एउटा हुन्छ, फेरि त्यसको किचुल भन्छ हामी। अनि त्यहाँदेखि चाहिँ हामी त्यो भिक्षु भन्नुमा त अब 253 को त्यो एउटा त्यो सबै पालना गर्नुपर्ने हुन्छ, त्यो नियमहरू हुन्छ। हजुर, नियम धेरै हुन्छ त्यो भिक्षुहरूको चाहिँ। अरू चाहिँ ठिकैको त्यति पञ्चशील मात्र त्यो पालना गरे पनि हुन्छ, त्यो सुरुमा चाहिँ त्यस्तो हो। सो दाइ हजुरले भिक्षु जीवनलाई 3टा शब्दमा डिस्क्राइब गर्न मिल्यो भने चाहिँ के शब्द हुन्छ होला? ओन्ली 3, एकदम गाह्रो छ यो मलाई थाहा छ, तर ओन्ली 3 वर्ड्समा भए चाहिँ। अब त्यो यो हो, अब त्रिरत्नको शरणमा गएर अनि शील समाधि प्रज्ञामा यो केन्द्रित हुनुपर्छ। अनि त्यही भएर अनि अरूलाई अब सुख दिनु नसके पनि दुःख दिनु गर्नु हुँदैन भने त्यो भिक्षुमा त्यो हुन्छ। त्यो 3टा कुरामा सधैँ भए पनि हामी राम्रोसँग यो बुद्ध धर्म चाहिँ पालन गर्न सक्ने कुरा हो त्यो। धन्यवाद दाइ, एकदमै धेरै कुरा जानकारी भयो होइन, एकदमै खुसी नै लाग्यो। नयाँ कुरा आज चाहिँ मैले धेरै नयाँ कुराहरू सिकिरहेको छु यहाँ आएर। अनि दाइ अब चाहिँ हामीले सिरियस कुराहरू त गरिहाल्यो, अब चाहिँ अलिकति हुन्छ नि क्वेसन